हेलो, आज चाहिँ मैले माछाको रेसिपी लिएर आएको छु। चिसो मौसममा तातो सुप खान एकदम मनपर्छ, हजुरहरूलाई पनि मनपर्छ होला सायद। मैले बनाएको जसरी हजुरहरू पनि ट्राई गर्नुहोस्, एकदम मिठो हुन्छ। मैले चाहिँ यहाँ आधा केजी माछा लिएको छु, अनि थोरै कागती अनि बेसार अनि नुन लिएर मोलेर केही बेर यसलाई छोपेर राखिदिनुहोस्। मैले चाहिँ यता कडाई बसाइसकेको छु। मेरो हस्बेन्डले चाहिँ उता प्याजहरू कटिङ गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ प्याज पनि रेडी भइसकेको छ र थोरै मेथी फुराउनुहोस् र अघि काटेको प्याजलाई यसमा एड गरिदिनुहोस् र हामी यता मसला पनि बनाउनतर्फ लागौँ। हाम्रो मसला पनि रेडी भइसकेको छ र प्याज पनि ब्राउन भइसकेको छ र पिसेको मसला यसमा एड गर्नुहोस् र मसलालाई मजाले पाक्न दिनुहोस् र यता थोरै मसला पाकिसकेपछि बेसार राख्नुहोस्, स्वादअनुसार नुन राख्नुहोस् अनि थोरै धुलो खुर्सानी राखेर यसलाई केही बेर पाक्न छोडिदिनुहोस्। मैले चाहिँ यहाँ 2वटा गोलभेडा लिएको छु, हजुरहरू आफ्नो हिसाबले राख्न सक्नुहुन्छ र गोलभेडा यसरी काट्नुहोस्। हाम्रो मसला पनि यहाँ पाकिसकेको छ र अघि काटेको गोलभेडा यसमा एड गर्नुहोस्। हेर्नुहोस् त, गोलभेडा पनि पाकिसक्यो र यसमा पानी राख्नुहोस्। हजुरहरू कतिको सुप खानुहुन्छ त्यही अनुसार राख्नुहोस्। मैले चाहिँ 1 गिलास मात्रै राखेको छु र अघि मोलेर राखेको माछा चाहिँ यसमा एड गरिदिनुहोस् मजाले। अनि माछालाई चाहिँ मजाले पाक्न दिनुहोस्। हेर्नुहोस्, मजाले पाकिसकेको छ। अनि हरियो धनिया राख्नुहोस्। हाम्रो माछा रेडी भइसक्यो। चिसो मौसममा कसलाई माछा मनपर्छ कमेन्टमा आएर भन्नुहोस् है। अनि यही तरिकाले बनाएर खानुहोस्, एकदम मिठो हुन्छ। हामी चाहिँ खानातर्फ लाग्यौँ। अनि हजुरहरू पनि यो रेसिपी ट्राई गर्नुहोस् नि है एकपटक, एकदम राम्रो हुन्छ।